नमस्कार। गोकुल बुक्सको यो अर्को श्रृङ्खलामा म यहाँहरूलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु। आज म एउटा यस्तो पुस्तकको बारेमा चर्चा गर्न गइरहेको छु जुन किताब संसारमा सम्भवतः सबैभन्दा बढी बिक्री भएको एउटा किताब हो। यो किताबको नाम हो द सेक्रेट। रोन्डा बायनद्वारा लेखिएको एक विश्व प्रसिद्ध प्रेरणादायी पुस्तकको नाम हो द सेक्रेट। यो पुस्तकले ल अफ एट्र्याक्सन अर्थात् सोचे जस्तै जीवन बन्छ भन्ने गहिरो सन्देश दिन्छ। करोडौं मानिसको जीवन परिवर्तन गर्न सफल यो पुस्तक आज पनि संसारमा उत्तिकै लोकप्रिय छ। यो पुस्तक एउटा जीवन बदल्ने ठूलो रहस्यको रूपमा लिइएको छ। आज म तपाईलाई कुनै कथा सुनाउन लागेको छैन, म तपाईलाई जीवन बदल्ने सुनौलो रहस्य सुनाउँदैछु। यो रहस्य नयाँ होइन, यो रहस्य धनीहरूले जाने, यो रहस्य सफलहरूले प्रयोग गरे, तर यो रहस्य धेरै मानिसलाई कहिल्यै सिकाइएन। हामीलाई स्कुलले गणित सिकायो, सामाजिक शिक्षा सिकायो, नैतिक शिक्षा सिकायो, विज्ञान सिकायो, तर जीवन कसरी बनाउने वा चलाउने भन्ने कदापि सिकाएन। न तपाईले सिक्नुभयो, न मैले सिकेँ र न आज सिकाइन्छ। आज तपाईले सुन्ने यो कुरा यदि बुझ्नुभयो भने तपाईको सोच बदलिन्छ भन्ने लाग्दछ, र सोच बदलेपछि जीवन त स्वतः आफै बदलिनेछ। यो संसारमा एउटै नियम छ जसले सबै कुरालाई चलाइरहेको छ। त्यो नियम हो आकर्षणको नियम अर्थात् द ल अफ एट्र्याक्सन। यस नियम अनुसार तपाईँ जस्तो सोच्नुहुन्छ त्यस्तै तपाईको जीवन बन्छ। तपाईँ डर सोच्नुहुन्छ भने डर तपाईप्रति आकर्षित हुन्छ। तपाईँ अभाव सोच्नुहुन्छ भने अभावले आफ्नो डेरा जमाउँछ। यदि तपाईँ कृतज्ञता सोच्नुहुन्छ भने जीवनमा अवसरको ढोका खुल्नेछ। जीवन संवेगले चल्दैन, जीवन सोचले चल्दछ। तपाईको दिमाग चुम्बक। तपाईको दिमाग एउटा चुम्बक हो। जुन विचार तपाईले बारम्बार सोच्नुहुन्छ त्यसैलाई तपाईको जीवनले तान्दछ। यदि तपाईँ दिनभरि यस्तो सोच्नुहुन्छ कि म गरिब छु, म सक्दिन, मेरो भाग्यमै छैन, मेरो खल्तीमा पैसै छैन, त्यो सोच युनिभर्सले सुन्छ र युनिभर्स अथवा ब्रह्माण्ड भन्छ, ठिक छ, तिमीलाई त्यही दिन्छु अथवा तथास्तु। युनिभर्स अथवा ब्रह्माण्डले ठिक वा गलत छुट्याउँदैन। ब्रह्माण्डले वा युनिभर्सले तपाईको सोच मात्र सुन्छ अथवा तपाईको मन अथवा जिब्रोद्वारा, तपाईको भावनाद्वारा जे प्रस्फुटित हुन्छ त्यही ब्रह्माण्डले सुन्दछ। किन धेरै मानिसहरू मेहनत गर्नेहरू पनि असफल हुन्छन्? धेरै मानिस भन्छन् म दिनरात मेहनत गर्छु तर किन म सफल भएन? कारण सरल छ। तपाईको हात मेहनत गरिरहेको छ तर तपाईको दिमाग असफलताको डर सोचिरहेको छ। हातले बनाएको कुरा भन्दा दिमागले सोचेको कुरा शक्तिशाली हुन्छ। जस्तै तपाईको सबकन्सियस माइन्डको बारेमा यो किताबमा प्रस्तुत गरिएको छ। पहिलो सोच बदलिनुपर्छ, त्यसपछि कर्मले काम गर्दछ। तपाईँ अहिले जहाँ हुनुहुन्छ त्यो समय होइन। आज तपाईको पैसा, स्वास्थ्य, सम्बन्ध, काम यी सबै अघिल्लो सोचका परिणामहरू हुन्। यो सुन्दा गाह्रो लाग्न सक्छ तर सत्य यही हो। यो दोष लगाउने कुरा पनि होइन, यो शक्ति दिने कुरा हो। किनकि यदि सोचले यहाँ ल्याएको हो भने सोचले नै तपाईलाई यहाँबाट माथि पनि लैजान सक्दछ। सोच कसरी काम गर्दछ त? तपाईको सोच, भावना, भावना कार्य, कार्य परिणाम। यदि सोच नकारात्मक छ भने भावना कमजोर, निर्णय गलत, परिणाम खराब। यदि सोच सकारात्मक छ भने आत्मविश्वास बढ्दछ, अवसर देख्न थाल्दछ र सही मान्छेहरू भेटिन थाल्दछन्। चाहना माग्न डराउनु पर्दैन। धेरै मानिस सानो मात्र चाहन्छन् किनकि उनीहरूभित्र डर छ, तर युनिभर्स सानो ठुलो छुट्याउँदैन। तपाईँ माग्न डराउनु भयो भने युनिभर्सले पनि दिन हिचकिचाउँछ। आजबाट एउटा निर्णय गर्नुहोस्, म सानो सोच्ने छैन। भनिन्छ नि, सपना देख्न
पैसा लाग्दैन, त्यसैले ठुलो सोच्नुहोस्। अर्को छ धन्यवादको शक्ति, द ग्र्याटिट्युड। तपाईले जे छ त्यसका लागि धन्यवाद भन्नुहोस्। सानो घर भए पनि धन्यवाद, थोरै आम्दानी भए पनि धन्यवाद। धन्यवाद अथवा ग्र्याटिट्युड अथवा थ्याङ्क यू भन्न थालेपछि युनिभर्सले भन्छ यो मान्छे तयार छ है, अब यसलाई अझ दिनुपर्दछ। गुनासोले ढोका बन्द गर्दछ भने धन्यवादले तपाईँको अवसरको ढोका खोल्दछ भन्ने सार पनि यो किताबमा देखाइएको छ। अर्को शीर्षक छ कल्पना गर्नुहोस्, लाइक भिजुअलाइजेसन। आँखा बन्द गरेर कल्पना गर्नुहोस् तपाईँ सफल हुनुहुन्छ, तपाईँ शान्त हुनुहुन्छ, पिसफुल हुनुहुन्छ, तपाईँ मुस्कुराइरहनु भएको छ। दिमागले साँचो र कल्पना छुट्याउन सक्दैन। जुन कुरा तपाईँले धेरै पटक कल्पना गर्नुभयो त्यही कुरा बिस्तारै वास्तविक बन्दछ। यसबाट के सिक्न सकिन्छ भने तपाईँको सोच शक्तिशाली छ, तपाईँ भाग्यको दास होइन, तपाईँ सर्जक हुनुहुन्छ। यो मात्र सुन्ने कुरा होइन, यो अभ्यास गर्ने कुरा पनि हो। अर्को पाठ छ विश्वास, भावना र अवचेतनको शक्ति। सोच मात्र पर्याप्त हुँदैन। हामीले माथि जे सुन्यौं त्यो सब सोच शक्तिशाली हुन्छ, तर आज एउटा गहिरो सत्य के बुझ्नुपर्दछ भने सोच मात्र सोचेर काम हुँदैन। सोचसँग विश्वास र भावना जोडिनु पर्दछ, किनकि युनिभर्सले शब्द होइन भावना अथवा फिलिङ मात्र सुन्छ। विश्वास भनेको के हो? विश्वास भनेको मलाई थाहा छैन भन्ने होइन। विश्वास भनेको मलाई पक्का छ। तपाईले भन्नुभयो म धनी बन्न चाहन्छु, तर भित्रै मनमा सोच्नुभयो तर म जस्तो मान्छेले कहाँ सम्भव छ र? युनिभर्सले कुन कुरा सुन्छ? तपाईँ भित्रको डर। अर्को शीर्षक छ शङ्का अथवा ब्रेक। तपाईँ गाडी चलाइरहनु भएको छ तर ब्रेक थिचिरहनु भएको छ। गाडी अगाडि कसरी जान्छ? धेरै मानिसको जीवन त्यस्तै छ। मुखले चाहना, मनले डर, त्यसैले परिणाम सकारात्मक नआउन सक्दछ। अर्को शीर्षक छ भावना किन यति महत्त्वपूर्ण छ? भावना नै सङ्केत हो। जब तपाईँ खुसी महसुस गर्नुहुन्छ, कृतज्ञ महसुस गर्नुहुन्छ, आत्मविश्वास महसुस गर्नुहुन्छ, त्यो सङ्केत ब्रह्माण्डमा जान्छ। युनिभर्सले त्यो कुरा तपाईँको सङ्केत सुन्दछ र भन्दछ यो मान्छे तयार छ। डर, रिस, गुनासो यी सबै नकारात्मक सन्देशहरू हुन्। अर्को पोइन्ट छ अवचेतन दिमाग अथवा सबकन्सियस माइन्ड। तपाईँको अवचेतन दिमाग 24 घण्टा काम गर्छ। तपाईँ सुत्दा पनि, तपाईँ नसोच्दा पनि, अथवा तपाईँ सोच्दा पनि अथवा तपाईँ नसोच्दा पनि। अवचेतन दिमाग प्रश्न गर्दैन, तर्क गर्दैन, जे सुन्छ त्यही मान्छ। यदि तपाईँले बारम्बार भन्नुभयो म असफल छु, अवचेतन मनले भन्छ ठिक छ। अर्को शीर्षक छ बाल्यकालदेखि भरिएको प्रोग्राम। हामी साना हुँदा सुनेका वाक्यहरू पैसा कमाउन गाह्रो हुन्छ, धनी मान्छे खराब हुन्छन्, अथवा पैसा काम छैन, हामी जस्तो मान्छेको भाग्य यस्तै हो, यी सब प्रोग्रामहरू हुन्। यदि तपाईँ ठुलो हुनुभयो तर भित्रको प्रोग्राम अझै चलिरहेको छ भने तपाईँको ट्र्याक राम्रो ठाउँमा गएको बुझिँदैन। अर्को शीर्षक छ नयाँ प्रोग्राम कसरी हाल्ने? बारम्बार दोहोऱ्याएर। जुन कुरा तपाईँले दिनदिनै सुन्नुहुन्छ त्यही अवचेतनले स्वीकार गर्दछ। त्यसैले अफर्मेसन, भिजुअलाइजेसन, ग्र्याटिट्युड यी सबै अभ्यास हुन्, जादु होइन। अफर्मेसन के हो त? अफर्मेसन अथवा दृढ वाक्य। अफर्मेसन भनेको आफैसँग बोल्ने एउटा भाषा हो। उदाहरण, म सक्षम छु, म अवसर आकर्षित गर्दछु, पैसा मलाई सजिलै आउँछ। पहिलो दिन झुटो जस्तो लाग्छ, तर अवचेतनलाई समय दिनुपर्दछ। दोस्रो, कल्पना अथवा भावना। आँखा बन्द गर्नुहोस्, आफूले चाहेको जीवन कल्पना गर्नुहोस्, तर खाली तस्बिर होइन, भावना पनि महसुस गर्नुहोस्। त्यो खुसी, त्यो शान्ति, त्यो गर्व। जति गहिरो भावना उति छिटो सङ्केत। कसरी भन्ने प्रश्न छोड्नुहोस्। धेरै मानिस अड्किन्छन्, तर यो कसरी सम्भव हुन्छ? युनिभर्सको काम कसरी होइन, तपाईँको काम के र किन हो। जब तपाईँले कसरीमा अड्कनी भयो भने तपाईँमा डर फर्कन्छ।
अथवा तपाईँ डरमा फर्कनुहुन्छ भनौँ न, समय लाग्न सक्छ, इट टेक्स टाइम। अर्को शीर्षक छ समय लाग्न सक्छ। सबै कुरा तुरुन्तै हुँदैन। बिउ रोपेको दिन फल आउँदैन, तर बिउले काम सुरु गरिसकेको हुन्छ। त्यसैले धैर्य, निरन्तरता, विश्वास, यी 3 कुराहरू अनिवार्य हुन्छन्। अर्को शीर्षक छ तुलना बन्द गर्नुहोस्। तपाईँको यात्रा अरूको यात्रासँग तुलना नगर्नुहोस्। तुलनाले आत्मविश्वास घटाउँछ, धैर्य तोड्छ, विश्वास कमजोर बनाउँछ। तपाईँ आफ्नो समयमा, आफ्नो तरिकाले आफ्नो लक्ष्यतर्फ जाँदै हुनुहुन्छ। त्यसैले नेभर कम्प्यारिजन विथ अदर पिपल। अर्को पोइन्ट छ डर आउनु सामान्य हो। डर आउनु असफलता होइन, डरसँगै अघि बढ्नु नै साहस हो। डर आयो भने भन्नुहोस्, म डर भए पनि अगाडि बढ्दछु। युनिभर्स साहस देख्ने मान्छेलाई मात्र सधैँ साथ दिन्दछ। त्यसकारणले यो अभ्यास एउटा चाहना छान्नुहोस्। यो अभ्यासबाट एउटा चाहना छान्नुहोस्। दिनमा 5 मिनट कल्पना गर्नुहोस्, भावना गर्नुहोस्, धन्यवाद भन्नुहोस्। अर्को पोइन्ट छ तपाईँको कर्म, एक्सन, अवसर, अपर्च्युनिटिज र सङ्केत। सोच र विश्वासपछि के? धेरै मानिसहरू यहाँ अड्किन्छन्। उनीहरू भन्छन्, सोचेँ, कल्पना गरेँ, विश्वास पनि गरेँ, तर अब के? अब आउने कुरो हो कर्म अथवा एक्सन। तर ध्यान दिनुहोस्, यो जबरजस्तीको कर्म होइन, यो प्रेरित कर्म अर्थात् इन्स्पायर्ड एक्सन हो। कर्म बिना सोच अधुरो छ। सोच बिउ हो, विश्वास पानी हो, तर कर्म बिना फल पटक्कै आउँदैन। युनिभर्सले अवसर पठाउँछ, तर त्यो अवसर समाउन तपाईँले चाल्नै पर्दछ। त्यसैले अब प्रेरित कर्म के हो त? प्रेरित कर्म भनेको जबरजस्ती होइन, डरबाट होइन, उत्साहबाट आउने कदम। कहिलेकाहीँ फोन गर्न मन लाग्छ, कसैलाई भेट्न मन लाग्छ, नयाँ कुरा सिक्न मन लाग्छ। यी संवेग होइनन्, यी सङ्केत हुन्। युनिभर्सले तपाईँलाई कसरी सङ्केत दिन्छ त? युनिभर्स सिधै बोलेर भन्दैन। युनिभर्सले सङ्केत दिन्छ कि मानिस मार्फत, आइडिया मार्फत, अवसर मार्फत, अचानक आउने चाहना मार्फत। धेरै मानिसले यी सङ्केतहरू व्यवस्था गर्दछन्। मैले किन यो सोच आयो भन्ने प्रश्न, अथवा ममा किन यो सोच आयो भन्ने प्रश्न। यदि कुनै विचार बारम्बार आउँछ भने त्यो विचारलाई सम्मान गर्नुहोस्। सायद त्यो तपाईँको अर्को स्तरको अवसरको ढोका हो। सायद त्यो तपाईँको जीवन मोड्ने अर्को निर्णय हो। डर र प्रेरणा छुट्याउने तरिका। डर भारी लाग्दछ, थकान दिन्छ, पछाडि तान्छ। र प्रेरणा हल्का लाग्छ, उत्साह दिन्छ, अघि धकेल्छ। जुन कुराले मन हल्का बनाउँछ त्यो सङ्केत हो। त्यो ब्रह्माण्डको सिग्नल हो। द पावर अफ युनिभर्स, द सिग्नल अफ युनिभर्स। सानो कदम पनि पर्याप्त हुन्छ त? सानो कदम पनि पर्याप्त हुन्छ। युनिभर्सले ठुलो कदम खोज्दैन, युनिभर्सले सही दिशा खोज्छ। आज सानो कदम, एउटा फोन, एउटा इमेल, एउटा भिडियो, एउटा निर्णय, सानो कदमले नै ठुलो ढोका खोल्न सक्दछ। अर्को बिन्दु छ अवसरहरू सधैँ सजिलो रूपमा आउँदैनन्। धेरै जसो अवसर समस्या जस्तो देखिन्छ, चुनौती जस्तो लाग्दछ, डर जस्तो लाग्दछ अथवा डरलाग्दो हुन्छ, तर भित्र उपहार लुकेको हुन्छ। यदि सबै सजिलो हुन्थ्यो भने सबै सफल भइहाल्थे नि। असफलता भन्ने केही हुँदैन। फेरि असफलता भन्ने जीवनमा केही पनि हुँदैन। द सिक्रेटको ठुलो सत्य भनेको असफलता भनेको तपाईँ गलत दिशामा हुनुहुन्छ भन्ने सङ्केत हो। यो अन्त्य होइन, यो समायोजन अथवा एडजस्टमेन्ट हो। छोड्ने कि टिकिरहने भन्ने अर्को प्रश्न छ यस किताबमा। कहिलेकाहीँ युनिभर्स भन्छ थोरै धैर्य गर, कहिलेकाहीँ भन्छ दिशा बदल। अन्तर छुट्याउने उपाय चाहिँ डरले छोड्न मन लाग्छ, नछोड्नुहोस्। मन शान्त भएर छोड्न मन लाग्छ, सङ्केत हुन सक्दछ त्यो। तपाईँ एक्लो हुनुहुन्न। अर्को बिन्दु छ तपाईँ एक्लो हुनुहुन्न। धेरै मानिस सोच्छन् म एक्लै सङ्घर्ष गरिरहेको छु। सत्य के हो भने युनिभर्स सधैँ तपाईँको पक्षमा काम गरिरहेको हुन्छ। अथवा युनिभर्सले सबै आत्माहरूलाई, सबै जीवात्माहरूलाई
अथवा मानिसहरूलाई समान अवसर प्रदान गरेको हुन्छ भन्ने कुरा पनि यो किताबमा प्रस्ट्याइएको छ। तर तपाईँ सुन्न तयार हुनुपर्छ, तपाईँ देख्न पनि तयार हुनुपर्दछ। सही समयमा सही मान्छे। जब तपाईँ तयार हुनुहुन्छ, सही मान्छे भेटिन्छ, सही कुरा सुन्न पाइन्छ, सही अवसर देखिन्छ, सबै कुरा टाइमिङमा निर्भर हुन्छ। अर्को पोइन्ट छ नियन्त्रण छोड्नुहोस्। सबै कुरा आफ्नो नियन्त्रणमा राख्न खोज्नु विश्वासको कमी हो। तपाईको काम स्पष्ट सोच, बलियो भावना, इमानदार कर्म, बाँकी काम युनिभर्सले गर्दछ। त्यसैले आफ्नो मनको आवाज सुन्नुहोस्, सानो प्रेरित कदम चाल्नुहोस्, डर आए भने पनि अगाडि बढ्नुहोस्, परिणाममा जीवन टाँसिरहनु पर्दछ भन्ने छैन। किताबमा अर्को एउटा बिन्दु छ पैसा, स्वास्थ्य, सम्बन्ध र जीवनको अन्तिम सूत्र। पैसा सोचको परिणाम हो। पैसा आफैमा राम्रो वा नराम्रो हुँदै होइन। पैसा ऊर्जा हो, जुन सोचसँग जान्छ त्यही बग्छ। यदि तपाईँ पैसा सोच्दा डर लाग्छ, दोष लाग्छ, गुनासो आउँछ भने त्यो ऊर्जा अभावतर्फ बग्दछ। पैसा मबाट भाग्छ भन्ने विश्वास। धेरै मानिसको भित्र यो यस्तो आवाज छ कि पैसा त अरूकै लागि हो। यो आवाज बाहिरको होइन, यो आवाज भित्रको प्रोग्राम हो। आजदेखि यो वाक्य बदल्नुहोस्, पैसा मलाई सहजै आउँछ किनकि म त्यसको कदर गर्दछु, किनकि पैसा मेरो मित्र हो। पैसा र कृतज्ञता। सानो पैसा आए पनि धन्यवाद भन्नुहोस्। तलब, उपहार, छुट सबैमा धन्यवाद। धन्यवाद भन्न थालेपछि युनिभर्सले भन्छ यसलाई अझ दिन सकिन्छ। गुनासोले पैसा टाढा जान्छ, कृतज्ञताले पैसा नजिक आउँछ। स्वास्थ्य शरीरले सोचेको सुन्दछ। अर्को पोइन्ट छ तपाईको स्वास्थ्य शरीरले सोचेको सुन्दछ। तपाईको शरीरले तपाईको शब्द सुन्छ। यदि तपाईँ दिनभरि भन्नुहुन्छ मेरो शरीर कमजोर छ, म सधैँ बिरामी हुन्छु, शरीरले मान्छ अथवा शरीरले त्यो स्वीकार्छ। त्यसैले शरीरसँग कुरा गर्नुहोस्। आफ्नो शरीरलाई शत्रु होइन साथी बनाउनुहोस्। दैनिक भन्नुहोस् मेरो शरीर निको हुँदैछ, मेरो शरीर बलियो छ, मेरो शरीर मलाई माया गर्दछ, किनकि यो कल्पना होइन, यो सङ्केत हो। स्वास्थ्य र भावना। डर, रिस, तनाव यी सबै रोगका बिउ हुन्। शान्ति, प्रेम, खुसी यी सबै तिनको निको हुने औषधि हुन्। जब मन शान्त हुन्छ, शरीर आफै सन्तुलनमा आउँदछ। त्यसैले सम्बन्ध तपाईँ जस्तो ऊर्जा त्यस्तै मान्छे। तपाईँले जस्तो व्यवहार पाउनुहुन्छ त्यसको जड तपाईँको ऊर्जा हो। यदि तपाईँभित्र असुरक्षा, डर, अपेक्षा त्यही सम्बन्धमा देखिन्छ। प्रेम बाहिर खोज्न अघि पहिले आफैलाई प्रेम गर्नुहोस्। आफूलाई दोष लगाउने, आफूलाई कम आँक्ने यी सबैले सम्बन्ध बिगार्दछन्। जब तपाईँ आफैसँग ठिक हुनुहुन्छ, अरू पनि तपाईँप्रति ठिक हुन थाल्दछन्। माफी या मुक्ति। पुराना रिस बोकेर नयाँ जीवन बाँच्न सकिँदैन। माफी भनेको उनीहरूको लागि होइन, तपाईँको शान्तिका लागि हो। छोड्न सिक्नुहोस्, हल्का हुनुहोस्। जीवनको सबैभन्दा ठुलो भ्रम धेरै मानिस सोच्छन् सबै कुरा भएपछि म खुसी हुन्छु। सत्य उल्टो हो। पहिलो खुसी, पछि सबैका कुरा। खुसी कुनै गन्तव्य होइन, खुसी मार्ग हो। वर्तमान क्षणको शक्ति। अतीत सम्झेर दुखी नहुनुहोस्। भविष्य सोचेर डराउनुहोस्। जस्तै ओशो भन्दछन् कि वर्तमानमा जिउनुहोस्। अहिले यही क्षण सबैभन्दा शक्तिशाली छ। यही क्षणमा तपाईँ सोच बदल्न सक्नुहुन्छ, भावना बदल्न सक्नुहुन्छ, दिशा पनि बदल्न सक्नुहुन्छ। र तपाईँको जिम्मेवारी के त? तपाईँको जिम्मेवारी, तपाईँको जीवनको जिम्मा सरकारको होइन, भाग्यको कुरा होइन, अरू कसैको होइन, तपाईँको आफ्नै हो। यो डर होइन, यो शक्ति हो। यसैले अन्तिम सूत्र यसमा द फाइनल सिक्रेट भनेर के लेखेको छ भने जीवनको अन्तिम सत्य सरल छ। तपाईँ जे सोच्नुहुन्छ, जे महसुस गर्नुहुन्छ, जे विश्वास गर्नुहुन्छ त्यही बन्छ। तपाईँ शिकार होइन, तपाईँ सर्जक हो। त्यसैले आज राति सुत्नु अघि 3वटा कुराको धन्यवाद भन्नुहोस्। आफूले चाहेको जीवन कल्पना गर्नुहोस्। मनमा
शान्ति ल्याएर सुत्नुहोस्। यही बानी तपाईँले दिनानुदिन गर्नुभयो भने जीवन बदल्न पर्याप्त हुनेछ। यदि तपाईँले यहाँसम्म सुन्नुभयो भने तपाईँ तयार हुनुहुन्छ, तपाईँमा क्षमता छ, तपाईँमा शक्ति छ, तपाईँमा प्रकाश छ। अब ढिला नगर्नुहोस्, आजैबाट सुरु गर्नुहोस् ब्रह्माण्डको शक्ति आफूमा प्राप्त गर्नको लागि। धन्यवाद, नमस्कार।